आज कुरा गरौँ राजनीतिको। राजनीतिमा राजनीति गर्नेहरूले जान्ने पर्ने कुराहरू भनेको चाहिँ साम्यवाद र पुँजीवादको कुरो हुन्छ। साम्यवाद भन्नाले सम्पूर्ण देशका जति पनि जनसङ्ख्याका मानिसहरू छन् त्यहाँ धनी गरिब नछुट्टियोस्, नछुटाउने, सबैलाई समान सम्पत्तिको अधिकार, पुँजीको अधिकार भनेर बुझिन्छ। त्यहाँ चाहिँ जग्गा जमिनहरू जति पनि छ ती जग्गा जमिनहरू सबैलाई समान तरिकाले बाँड्ने निर्णय गरिन्छ। सुन्दा यो एकदम राम्रो लाग्छ, तर धेरै साम्यवादहरूको भएको राष्ट्रहरू असफल भएको धेरै उदाहरणहरू छ। जस्तै सोभियत सङ्घ, संयुक्त सोभियत सङ्घ कुनै बेला साम्यवादकै कारणले गर्दा दुई टुक्रा भएको थियो। साम्यवाद हुँदाखेरि सबैभन्दा समस्या कहाँनिर पर्ने गर्छ भने जब जुन जनसङ्ख्या एकदम मेहनती छ उनीहरूले त मेहनत गर्ने भए र उनीहरूले सम्पत्ति कमाउने भए, र जो मेहनत नगर्ने जनसङ्ख्या छ उनीहरूले त स्वतः स्फूर्त पाउने भयो सरकारबाट। अनि मेहनत जसको कारणले गर्दा चाहिँ मेहनत जसले गर्नुहुन्छ उहाँहरूलाई चाहिँ एउटा नमजा आउने सम्भावना हुन्छ, जसले गर्दाखेरि हामी काम गरिराख्ने, काम नगर्नेहरू चाहिँ हाम्रै भागबाट पाउने भन्ने मान्छेहरूलाई मानसिकता आउने सम्भावना प्रबल रहन्छ। त्यही भएर चाहिँ यसमा चाहिँ काम गर्ने र काम नगर्ने मान्छेहरू बिच चाहिँ ठुलो क्रान्ति हुन सक्छ। यसको उदाहरणमा संयुक्त सोभियत सङ्घ जुन बेला थियो त्यो बेलामा ठुलै वाल लागेको थियो, मकान लगाएको थियो, क्रिकेट वाल पछि खाइएको थियो। यो इतिहास सबैलाई थाहा छ। भने तपाईँको पुँजीवादमा चाहिँ सर्वसाधारणदेखि हुने खाने जसले पनि व्यापार व्यवसाय गर्ने र सबैले जसले गर्न सक्यो उसले कमाउने, जसले गर्न सक्यो उसले कमाउन नसक्ने, यी कुराहरू हुने हुन्छ। पुँजीवादको पनि आफ्नो एउटा ब्याड प्रमाणहरू छन्। पुँजीवाद हुँदाखेरि चाहिँ धनी भइराख्छन्, गरिबको गरिबमै खिचिएर जाने सम्भावना प्रबल रहन्छ। तर मेरो ओपिनियनमा चाहिँ साम्यवादभन्दा पुँजीवाद अलिक ठिक लाग्यो। साम्यवादमा तपाईँ नगर्नेले पनि नगर्नेहरूको एउटा टिम र काम गर्नेहरूको एउटा टिम हुनसक्छ, जसले ठुलो विरोध ल्याउन सक्छ। तर पुँजीवादमा चाहिँ जसले गर्न सक्यो उसले मजाले कमाउने भए, गर्न नसक्ने झन् तल थिचिँदै जाने हुन्छ। अब यस्तो अवस्थामा त्यसलाई ब्यालेन्स गर्न सक्यो भने चाहिँ त्यो देशले आर्थिक उन्नति चाहिँ प्रबल गर्न सक्ने हुन्छ। त्यही भएर तपाईँहरूलाई चाहिँ के लाग्छ? मलाई चाहिँ यस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ? आफ्नो रायहरू दिनुहोस् होला।